हाम्रो आमा चाहिँ हेर्नु यता हेलो गाइस वेलकम बैक टू माय चैनल तपाईहरु सबैजनालाई वेलकम छ गाइस हेलो A little longer than a few minutes later. So much later that the old narrator got tired of waiting and they had to hire a new... हामीहरु चाहिँ फाइनली आयौं र उता चाहिँ डेकोरेसन गर्दै हुनुहुन्छ हामी चाहिँ यतिकै बसिरहेको छौं आज चाहिँ हाम्रो प्यारो प्यारो नानी बाबुको बर्थडे आज चाहिँ नानी बाबुको केकमा केक रेडी भइसकेको छ र त्यो बेलुन रेडी हुँदैछ अनि हाम्रो आमा चाहिँ यता हुनुहुन्छ हेलो भन्दिन आमा हेलो हेलो आमालाई खोइदे आमालाई लाभा खाइदो आधा त्यही खोइदो त्यही आधा त खोइदो त्यति मात्रै अलि धेरै खोइदियो बाबु खान्न खानु जति मेरो प्यारो आमा खै आमा यस्तो त छ यस्तो त छ राई आमा बिना त नदिरी धेरै अर्को चोटि आइस नखाए ल ह्यापी बर्थडे आमा कत्रो गास आछ त ल खै ज्ञानी आयुष यता भन्दे यता हेर कति हाई गर्छौ कि हाई हाई गरी र ज्ञानी हुनु धेरै पढ्नु चकचक नगर्नु ठुलो मान्छे बन्नु है केक चाहिँ हाफ भइसकेको छ मजिलो खाइदिन्छु अहिले खाइदेन ठुलो धेरै मसँग झगडा नगर्नु त नभन्ने मलाई तपाईँ भनेर बोल्ने बुझिस् किन कस्तो राम्रो लागेको थियो मेकअपै सबै हो त्यो लग लगाउने हैन है केक दिदीको झन् 24 आउँछ मेरो उसे त खाप्चे बिग्रिहा झनै बिगार्दिनको लागि मेरो ठुलो मान्छे बन्नु मलाई पछि ठुलो भएर आइफोन 16 प्रो मैक्स किन्दिनु है मलाई मात्र किनिदिन्छ मेरो भाइले हैन अबि
है आइफोन 16 प्रो मैक्स किनिदिने है मलाई ओके पढ्नु है म मात्र अब म खुवाइदिन्छु अहिले आयुषलाई बेरी आयुषमालाई बेरी है बेरी खुवाइदियो आयुष मलाई बेरी आउँदैन आइसले भइगयो लगातार खान्छु त ल ल ल ल ल ल ल आम्मा गर्न निल ना निल હવે માથી ચડ माथि चढाइदिने मामा आयुष खान्दास नाइ म खान्छु आफ्नो मलाई आफूलाई दिनु क्या सुपर सुपर डुपर बाप गाइस हेर्नु यहाँ ऊ जस्तै के अरे गाइस ऊ मेडी जस्तै खाइरहेको छु यसले मुखबाङ गर्न हाम्रो आइस मलाई पठाउनु पर्छ क्या के आइस त्यहाँनिर चाहिँ मुख धुँदै छिन् जति नाम्चोको केक लगाएर मुखैभरि छे गाई चाहिँ यता चाहिँ यिनीहरू व्यस्त छन् हेलो गाइस कति मेरो बुनु रोयो गाइस हामी चाहिँ यत्तिकै यहाँ बसिरहेको छौँ डोरी खेल्ने के खेल्थ्यो डराएर भए डराउँछ आफै त रेस पनि हाल्दिन दिदी यो अहिले आइस हेर है बेस पनि बाङ्गो पो गयो चोट लाग्छ हाल्ने लाग्यो सिधा मचाउन सक्दैन के भयो कुन हेलो गाइस तपाईं चिरा गरे गराइदिन्छ आयो बेसमा न आमा अझ बेसपारी आमा अझ बेसपारी हाम्रो आमा चाहिँ हेर्नु यता हाम्रो आमाको छुट्टै छ आमा हेलो भनिदिनु हेलो गाई चाहिँ हेर्नु यता के हो यो आमा के हो यो के हो डिगी बनेको भाइ धान कुट्थ्यौँ नि ए ऊ हालो जुवा बनाएर आएको थिएन र गाई चाहिँ हाम्रो आमा चाहिँ यता व्यस्त हुनुहुन्छ है आयुष र म चाहिँ यहाँ छौँ अरू सबै उही पारीतिर छन् आयुष र म यहाँ छौँ पिङ खेलिरहेको छौँ गाई अनि बाबु कस्तो लागिरहेको छ पिङ खेलेर मजा आइरहेको छ आज त आयुष के खान लाग्छस् मासु भात हो यो मासु रोटी आयुषमा कस्तो छ मिठो छ आमा मिठो छ मिठो छ हामीले चाहिँ यहाँ छ गाइस खाना र हामीले चाहिँ घरबाट बनाएर लिएर आएको यो
Go! कल जित्यो आयुष्माले सके सबै आयुषले सकेको छैन हेलो गाइस मैले केक कुट्टे भने हातमा छोडै पल्ट्यौला दिदी मैले यही त पिङ भनेको कस्तो मजा हामी पहिला बागेसी स्कुलमा बहुत खेल्थ्यौँ यस्तो दिन भर्खर भर्खर जोडेको थियौँ कस्तो मजा आउँथ्यो हामीले चाहिँ सबै खानासाना खाएर हाम्रो सबै भइसकेको छ हेलो मेरो बर्थडे बोय अनि यता चाहिँ एउटा बर्थडे बोय अनि यता चाहिँ बर्थडे गर्ल म चाहिँ आज बर्थडे बोयको टोपी लगाएर यता गाइस अब हामी 1 वर्ष भयो के गरेको क्या 7 वर्ष भयो हामी चाहिँ निक्लेको हामीले सब्जा गरेर हामी चाहिँ निक्लेको बाई बाई पुगेको